यो यस्तो ओहो के हो यस्तो यो लो डान्स गरिराखेको त अनि बाबु डरा हैन लु जाम बाबु भाइलाई हेर सानुलाई रमाइलो भएको होला नि त भाइलाई हैन सानु रमाइलो भएको छ डराउँछ होला जुनमा गर्दैन हुन्छ भाइ होइन सक्दैन के तिमी खेल्न भयो हैन सानो डर लाग्यो होला सानुलाई बाबु सानुलाई भयो ल निकाल्दिउँ बस्छ ल यहीँ खेला बरु यहीँ खेला तल यहीँ खेला हजुर चिप्लिटी हुँदैन सानो त्यतिकै भुइँमा खेल्न देऊ न खेल्न देऊ त्यसै लु केटाकेटीलाई यसो घुमाउन लिएको त्यस्तो खेल्ने ठाउँ केही त छैन सानो अबी भनेको सानो खेल्न देऊ भाइलाई पहिला बे तिमी सानो थियो र अनि उ भएको थियो अहिले त तिमी ठुलो भइसक्यो त अनि हजुर खेल्न न सानो कहाँ गएको सानो गयो त दादा दिदीहरू जाऊ अन्त चिप्लिटीबाट जान खोजे अन्त चिप्लिन्छ अनि त्यो कहाँ जान सक्छ हेर नि त्यहाँ जाऊ न जाऊ ए सकेन त सानो त लौ लड्नु पिङ सक्दैन के भाइले पिङ खेल्न कहाँ सक्छ त हो साथीहरू हेर न मेरो छोरो उहाँ ए 3 घन्टा भयो यो उसमा खेलेको हैन यो फिल्डमा 3 घन्टा भयो खेलेको खेलेर थाक्दैन कति त खेल्न मन लागेको रहेछ आम्मा दिदीलाई ढेकाल देऊ दिदीलाई ढेकाला सानो हेलो वर्षा स्वागत छ तिमीलाई मेरो भिडियोमा ओ भाइ लडी पछाडी सानो आऊ मेरो छोरो हो भाडा त लडाइ तिमी जहाँ खेल्ने भाइ पनि त्यही खेल्ने रे त अनि म के गर्नु हैन साथीहरु म चाहिँ के गर्नु त हो अनि कति कराको है बाबु आऊ दिदीले मार्छ आऊ सानो आऊ यता आऊ त मेरो छोरो आऊ मेरो मायाको कुतुरी आऊ मेरो मायाको खानी हिँड कति थर्काउँछ है यो दिदीले मेरो छोरो पनि हिँड्छिन् के गर्नु बाबु यता हेर त सानो छोरो अमियुस बाबु कलौटे
कलौटे ओइ के भयो बे हैन रोशन के भयो त तिमीलाई फेरि के भयो तिमीलाई आछि आयो अनि के भएको त ए उफ्रेको रे अघि सुतिरहेको अहिले त उफ्रेको रे नानी हेर भाइ आयो साथीहरू हेर न मेरो छोरो यहाँबाट सिडी चढेर गएको कस्तो डर पनि नलागेको हेर्नु न यत्रो सिडी चढेर गएको नि आमा यहाँ होइन हेर्नु न यो सिडी चढेर वहाँ पुग्यो हेर वर्ष हेर है सानो भाइलाई हेर मलाई फौजी थाहा नि मार्च यस्तो मन ए तिमी पनि आउनु लाग्यो लु यहाँबाट निक्लिए ए हे को यहाँबाट निक्लिएको जाऊ फेरि सिडीमा चढ्ने छ बाबु जाऊ सिडी चढ्न जाऊ सानो लु आऊ सानो बौलाइसे जान सक्छ त्यहाँबाट चिप्लिँदैन नि ऊ भाइ आएन नि भाइ आछ भाइलाई पनि ल्याउँछिस् ल भाइलाई पनि लिन त लु जाऊ दिदी जाऊ त नछोड्दे भाइलाई लड्छ हुँदैन सानो तिमीले मात्रै छोडिदिने यहाँबाट छोडिदिने लु छोडिदेऊ बाबु यता दिदी आयो ओ दिदी आयो नानी फेरि भाइ आयो क्या हेर्नु फेरि भनेको त कहाँ छ्या कोही नरादेखि गाली सानो हुँदैन त करेन्ट हुन्छ बाबु ल फेरि बाबुलाई मात्रै छोड्दिन वहाँ जानुपर्छ जाऊ भाइलाई नलर है सानो आज केटाकेटीलाई यसो घुमाउनु पर्यो आज शनिबारको दिनमा भनेर लिएर आएको यिनीहरूले थाके जस्तो भाइ थाके जस्तो यहाँ त फोहोर छ त सानो यहाँ त मात्र छ के केटाकेटी भएपछि केटाकेटीसँगै खेल्न रमाइलो नि आफूलाई नि के गर्नु हजुर ल ल बिस्तारै छोडिदियो र भाइ बिस्तारै आउँछ अठाउनै पर्दैन लु कहाँ गयो मेरो छोरो भनेको त उहाँ ढुङ्गा टिप्न पुगिसक्यो हे भगवान् के बिजी चकचके हुन् क्या मेछेन त के बिजी चकचके यो फेरि के हो त रोशन यतातिरको यस्तो यो यहाँबाट जाने ए लु छोरो लु म त नसक्ने हो तिमीलाई त एउटा हात जाऊ दादा जानु रे अब हामी पनि मिल्छ होला त यहाँबाट आउँछ आउन म मिल्दैन यहाँबाट आउन अड्किन्छ लु भाइलाई यहाँ हेरै रोशन म आउँछु ल
म खेल्नु पर्यो मेरो चाहिँ भिडियो बनाइदेऊ न मजाले बनाइदेऊ मेरो छोरो थाक्दैन किन साथीहरु म थाकिसके